गण्डकी प्रदेशको भलिबल टिमलाई आउँदो एनबिएमा देख्न पाइन्छ कि पाइन्न भनेर एकदमै धेरै प्रश्नहरू सोध्ने गर्नुहुन्छ। नेपाली भलिबल जगतमा हेर्ने हो भने गण्डकी प्रदेशको फ्यानहरू एकदमै धेरै हुनुहुन्छ। नेपाल भलिबल एसोसिएसनले यही पौष 11 गतेदेखि 19 गतेसम्म काठमाडौँको त्रिपुरेश्वर स्थित कबड हलमा एनबिए आयोजना गर्ने भएको छ। केही समय अगाडि नेपालको राष्ट्रिय टिममा गण्डकी प्रदेशको एकजना पनि खेलाडी नपर्दा गण्डकी प्रदेश भलिबल संघले आपत्ति जनाउँदै नेपाल भलिबल संघले आयोजना गरेको कुनै पनि प्रतियोगितामा सहभागिता जनाउँदिन भनेर एउटा पत्र जारी गर्नु भएको थियो। त्यो पत्र अनुसार अहिले धेरै गण्डकी प्रदेशको फ्यानहरूको मनमा एउटै मात्रै प्रश्न आइरहेको छ, त्यो हो कि गण्डकी प्रदेश भलिबल संघले एनबिएमा सहभागिता जनाउँछ कि जनाउँदैन। एनबिए भनेको नेपालको सबैभन्दा ठुलो राष्ट्रिय स्तरको एउटा लिग हो, जसमा धेरै नेपाली भलिबल समर्थकहरूको चासो बढी हुने गर्दछ। तर गण्डकी प्रदेशको यस्तो निर्णय देखेर गण्डकी प्रदेशको फ्यानहरू एकदमै निराश हुनुहुन्छ। मैले पनि यसको बारेमा धेरै बुझ्ने कोसिस गरे, तर गण्डकी प्रदेशले अहिलेसम्म सहभागिता जनाउने नजनाउने भन्ने बारेमा भने कुनै पनि निर्णय आएको छैन। गण्डकी प्रदेश भलिबल संघले चाहिँ अलिकति रिस उठेको बेलामा त्यो पत्र निकालेको हो जस्तो लाग्छ मलाई चाहिँ। अब त्यसलाई कुन तरिकाले लिनुहुन्छ त्यो त अब उहाँहरूलाई नै थाहा छ होला। कतिजना गण्डकी प्रदेशको फ्यानहरू चाहिँ गण्डकी प्रदेश एनबिएमा हुनुपर्छ भनेर भन्नुभएको छ भने नभए पनि केही फरक पर्दैन भन्ने खालको गुनासोहरू राख्नु भएको छ। गण्डकी प्रदेशमा यति राम्रो यति धेरै ट्यालेन्टेड खेलाडीहरू हुँदा पनि नेपालको राष्ट्रिय टिममा भने एकजना पनि पर्न सक्नु भएन। एकदमै दुःखको कुरा हो, जसले हामी गण्डकी प्रदेशको समर्थकहरूलाई एकदमै धेरै दुखी तुल्याएको थियो। त्यति बेला गरेको गण्डकी प्रदेश भलिबल संघको यो निर्णय पनि एकदमै राम्रो थियो। तर अहिले फ्यानहरू भने एनबिएमा गण्डकी प्रदेशलाई देख्न पाइन्छ भन्ने ठुलो आशा बोक्नु भएको छ। गण्डकी प्रदेश भलिबल संघले आफ्नो फेसबुक पेज मार्फत सबै फ्यान्सहरूलाई यो कुराको जानकारी गराइदिनु भयो भने हामीलाई एकदमै धेरै खुसी हुने थियो। तपाईहरूको विचारमा गण्डकी प्रदेशले एनबिएमा सहभागिता जनाउँछ कि जनाउन्न होला त? अनि तपाईहरूले गण्डकीको टिमलाई एनबिएमा देख्न चाहनुहुन्छ कि चाहनु हुँदैन त? कमेन्ट गर्नु है त। जय नेपाल, जय भलिबल।